हेलो गाइज व्हाट्स अप म्यान तपाईहरुले मलाई चिन्नु नै भएको होला फेरि म पनि आइसके अब हाम्रो आरएन ब्याट्स भन्ने युट्युब च्यानलमा आउँछ हैन मलाई आज चाहिँ हामी चाहिँ के गर्न गइराछौं भन्दाखेरि हामी आज चाहिँ च्याउ लोड्ने भन्ने भइराछ हैन ए च्याउ यता दाना भेटायो भने ठ्याक्कै अनि बेलुकातिर आउँदाखेरि घरमा के अरे मुडा ल्याएर आउने भन्ने भइराछ हैन दाउरा सौरा हामी चाहिँ अब ननस्टप आजको यात्रा चाहिँ गर्दैछौँ धेरै टाढा जानुपर्छ हैन बजार तल तल छ बजार धेरै टाढा छ उता तल त्यहाँबाट यहाँसम्म आइसक्यौँ अब यहाँबाट माथिसम्म जाने आजको भिडियो चाहिँ कस्तो हुनेवाला छ त ल हेर्दै गरौँ हैन ल हेलो गाइज अहिले चाहिँ हामी यहाँ विश्राम गरिरहेछौँ हैन यहाँ बसेर अब टक्कै यसो न अब एकचोटि हिँड्नु पऱ्यो भनेर यहाँ बसिरहेछौँ अलि थकाइ पनि लाग्यो हैन अब यहाँबाट चाहिँ हाम्रो भिडियो चाहिँ कस्तो कन्टिन्यू भइरहेको छ हैन माथिसम्म जान्जेलसम्म अनि त्यसपछि च्याउ पाएको पनि टक्कै भिडियो के अरे बनाएर दिन्छु के अरे पठाइदिन्छु गरिदिन्छु हैन हालिदिन्छु च्याउको क्लिपहरू पनि हालिदिन्छु ल आजको हाम्रो भिडियो चाहिँ अझै निरन्तर जारी यात्रा छ हैन यात्रा जारी छ ल फाइनली गाइज हामी चाहिँ अब के अरे माथि रजै बैना के अरे रजै बैना भन्दा नि यो लामाकाँदाको डाँडामा पुगिसकेका छौँ हैन यताउताको भ्यू हैन यस्तो बवाल भ्यू छ कि उता चाहिँ पारी धैन साइडको के अरे यो छेच भन्ने हैन ए छेचका मान्छे पनि होला नि त देखिँदैन अहिले अलि टाढै छ हैन यस्तो बवाल छ कि हैन गाइज हामी चाहिँ अझै जाँदैछौँ हैन अझै उतातिर रमाइलो गर्दै हैन पुरै यस्तो बवाल फिल कस्तो फिल आउने कि हैन यस्तो डाँडामा बस जाँदा पनि यस्तो दामी वाला ठाउँ छ हैन पुरै सिन पुरा चाहिँ हाम्रो यता बर्खातिर चाहिँ के अरे गोरु बाख्रा भेडाहरू राख्छन् हैन उतातिरको चाहिँ धैन भयो उता धैन पनि देखाइदिन्छ गाइज है धैन पनि अलि ठिकै देखिरहेको छ हैन बबालै छ ल अब यहाँबाट हामी चाहिँ ननस्टप यात्राहरू जारी छ हाम्रो हैन पछाडि कस्तो दामी सिन्क्या हैन पाटन जस्तै क्या अलि हो कि नै अनि हाम्रो चाहिँ यता यो बाटो छ नि उता जाने बाटो हैन उता देखिरहेको छ नि यो बाटो चाहिँ हाम्रो पुरमुरु जाने बाटो अस्ति हामी आएको चाहिँ उता त्यो रजै बैना छ नि त त्यो यो डाँडा छ नि यो डाँडाको तलपट्टि ठ्याक्कै त्यही तलपट्टि आएको थियौँ होइन अस्ति हाम्रो उता ऐनाको पुल पनि देखाइदिन्छ होइन ए कति दामी छ होइन त्यही हाम्रो त्यहाँबाट अलिकति यता गएर यता अलिकति जिउलो थोरै देखिरहेको होइन खेतहरू त्यहाँ खेतहरू छ तर हामी चाहिँ आजको वाला छ कि गाइज होइन अझै च्याउ लोडेर देखाउनु बाँकी नै छ च्याउ लोडेर पनि देखाइदिन्छौँ हामी होइन च्याउ देखाइदिन्छौँ अनि के कस्तो च्याउ भन्दाखेरि अलिकति घुच्ची च्याउ होइन हामी चाहिँ घुच्ची च्याउ यसो अब घुच्ची च्याउ पनि लोड्ने त्यसपछि रमाइलो पनि गर्ने भनेर आएकै होइन खासमा अब लाली गुराँसहरू फुलहरू फुलेको देखाइदिन्छौँ होइन लाली गुराँस जस्तै लाली गुराँस नबुझेपछि रोटोडेन्ड्रन भन्ने हुन्छ होइन त्यो पनि के अरे भिडियोमा देखाइदिन्छौँ अहिले अलि दामी हुनु पर्यो ल गाइज अब चाहिँ हाम्रो धैन चाहिँ अलि स्पेसल्ली तरिकाले देखिन्छ होइन उता ए बवाल छ ठाउँ चाहिँ हो क्या होइन कस्तो दामी के स्वर्ग आए जस्तै फिल हुने होइन हाम्रो केटाहरू अलि पर्खिरहेछन् होइन ल ठिक छ हिँडौँ म एउटा च्याउ चाहिँ पाइयो तर त्यसको साथी खोजेको त अझै पनि भेट्या होइन नि च्याउ हिँड्नु त पुरै जुम गरेपछि मात्रै देखिन्छ होइन अलिक टाढा देखिँदैन के कसरी अब पत्ता लगाउने यसको साथीलाई लु गाइज हामीले चाहिँ अब च्याउ लोडेर चाहिँ यहाँ राख्यो के अरे यहाँ बसिरहेछौँ होइन अहिले अब पानी खाएर नास्ता खाने भन्ने भइरहेको छ चाउचाउ टन्नै रहेछौँ होइन चाउचाउ 10-11वटा चाउचाउ ल्याउँ होइन च्याउ देखा न च्याउ गाइज यो क्या च्याउ गरे यो गुच्ची च्याउ होइन गुच्ची च्याउ ल डिस च्याउ होइन अक्को गुच्ची च्याउ यत्रो ठुलो होइन ठुलो रह त यो ए बाबै तिमी पनि आएर त हत्तरी अब यहाँ टिमहरू धेरै भइसक्यो होइन ल जनसङ्ख्या बढ्दैछ एउटा यहाँ पुरै भर्री मैले त भर्री बनाइसकेँ होइन त्यो थैलो हामी चाहिँ फाइनली के अरे चाउचाउ खाएर पानी सानी खानु पर्यो होइन गाइज बक्सु लागेको थिएँ पुरा बसिरहेको छौँ टक्कै खाँदै होइन सबैजना नास्ता खाँदैछौँ नास्ता खाँदै होइन अब नास्ता खाएर एकचोटि अब हिँड्ने भन्ने भइरहेछ उता त तलतिर गएर चाउचाउको नास्ता खाएर सबैजनाले होइन त्यसपछि अनि घरतिर फर्किने भन्ने भयो हुन्छ आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो राम्रो लागेमा लाइक सब्सक्राइब सेयर गरिदिनु होला आगामी दिनहरूमा पनि यस्तो भिडियो ल्याएर आउने छु भन्दै अहिले चाहिँ बिदा हुन चाहन्छु।